विद्यार्थीहरूको टाउको फुटाउने होइन, आफ्नै टाउको फुटाएर कुन गुट बलियो डिटर्मिन गर्नुहोस्। 2-4 आँप खसेर केही हुँदैन भन्ने प्रधानमन्त्रीज्यू, हालका प्रधानमन्त्रीज्यू, तर गृहमन्त्रीज्यूलाई के भएको यसमा म उहाँको गम्भीर जवाफ चाहन्छु। र दोस्रो, सोभियोको नाममा जुन दलहरूको यो ताण्डव भइरहेछ विश्वविद्यालयहरूमा के गर्नुभएको, आफ्नो गुट उपगुटलाई बचाउन, कोही सभापति बन्न, कोही महामन्त्री बन्न, कोही अध्यक्ष बन्न, यसरी विद्यार्थीहरूको दुरुपयोग भइरहेछ। सभामुख महोदय, विश्वविद्यालयहरूमा तालाबन्दी छ, त्यसले गर्दाखेरि 1 महिना भयो विद्यार्थीहरूले राम्ररी पढ्न नपाएको। विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गर्न एकले अर्कालाई, शिक्षा मन्त्रीले गृहमन्त्रीलाई, गृहमन्त्रीले शिक्षा मन्त्रीलाई देखाउने होइन। म यसमा प्रधानमन्त्रीजीको ध्यानाकर्षण पनि गराउँछु र भन्छु विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गरियोस्, होइन भने यहाँ एउटा रेस्लिङ म्याच खेल्नको लागि लायोस्। विद्यार्थीहरूको टाउको फुटाउने होइन, आफ्नै टाउको फुटाएर कुन गुट बलियो डिटर्मिन गर्नुहोस्। सरकारले शिक्षा क्षेत्रलाई कहिले सिरियसली लिँदै लिएन। हिजो समितिमा बस्दै गर्दाखेरि शिक्षा मन्त्रीज्यूले एसईको यो मध्य प्रदेशको सबै टेक केयर भइसक्यो भनेर हामीलाई आश्वस्त गर्नुभयो। त्यही समय प्रदेशका मुख्यमन्त्रीले यो एसई परीक्षामा हामीले टेक केयर गर्न सक्दैनौँ भनेर छोडे। बुझ्दै जाँदाखेरि त गृहमन्त्रीज्यूले सिडिओहरूलाई, मुख्यमन्त्रीज्यूको गजबको आइडिया थियो, केन्द्राध्यक्षहरू गोल प्रथाबाट गरौँ, एसईलाई राम्ररी गरौँ भनेर, त्यसमा केही सपोर्ट गरिएन। गत सोमबार राति 11 बजे काठमाडौँ जिल्लाको टोखा नगरपालिका 2 झोरबाट नेपाल प्रहरीले अहिलेसम्मकै सबभन्दा धेरै ठूलो अवैध रकम सहित एउटा गाडी बरामद गरेको छ। डलर र युरो गरेर करिब 25 करोड बराबरको नगद, अवैध नगद बरामद भएको समाचारहरू बाहिर आएका छन्। यो घटनाले सिंगै देशलाई एउटा हिसाबले तरङ्गित पनि बनाइरहेको छ। हामी प्रतिपक्षले यो सरकार सुशासनका प्रति इमानदार छैन र यो सरकारका प्रति आशंका छ भनेर हामी चिन्ता व्यक्त गरिरहेकै थियौँ र छौँ। र यो घटनाले के देखिन्छ भने संगठित अपराध र तस्करीको जालो कुन स्तरमा संगठित भएर झाँगिरहेको छ भन्ने कुराको एउटा चित्र बाहिर आएको छ। त्यसैले म यो घटनाका प्रति हाम्रो दल नेकपा माओवादी केन्द्रका तर्फबाट गम्भीरतापूर्वक ध्यान आकर्षण भएको कुरा सम्मानित सदन र सामान्य सभामुख मार्फत नेपाल सरकारका प्रति चिन्ता जाहेर गर्दछौँ। यो यति ठूलो मात्राको तस्करीको घटना चाहिँ उपल्लो तहको कनेक्सन नभइकन सम्भव छैन। त्यसैले हामी गम्भीरतापूर्वक यी घटनाहरूका बारेमा छानबिन गर्न, अनुसन्धान गर्नका निमित्त जोरदार रूपमा माग गर्न चाहन्छौँ। सम्माननीय सभामुख महोदय, अहिलेसम्म यस्ता प्रकृतिका घटनाहरू यसमा संलग्न रहेका भरियाहरू, ड्राइभरहरू मात्रै पक्राउ पर्दछन्। केही समय ठुल्ठुला समाचारहरू बन्दछन् र निश्चित समय पछाडि यो झिसमिस हुने सामान्य रूपमा जाने गरेको छ। हिजो भर्खर नेपाल प्रहरीले राजस्व अनुसन्धान